गाई छ यो चाहिँ मेरो रुम होइन यो पछाडिदेखि हो यस्तै छ अनि आज चाहिँ म आउट सपिङ गर्न जान लागिरहेको छु लुगाहरू यतै छ होइन अनि र मेरो सपिङ गर्ने ठाउँ चाहिँ अब भनौँ यहाँदेखि त्यति खासै टाढो छ होइन नजिकै हो त्यस्तै एराउन्ड लाइक 5 मिनटको बाटो भनौँ होइन 5 मिनट बाटो त्यहाँ गएर यसो हल्का मासु सासु ल्याउनु पऱ्यो मासुभन्दा पनि विङ्स चाहिँ मलाई मनपर्छ होइन विङ्स ल्याएर चट्ट रोस्ट बनाउने आजको मेरो कामै त्यही हो मर्निङ टाइममा चाहिँ मर्निङ सिफ्ट हानिए अनि भोलि फेरि मर्निङ र इभिनिङ ड्युटी छ भोलि अलिक गाह्रै हुन्छ अनि हाम्रो चाहिँ अलिकति अनम्यानेज तरिकाले राखेको हुन्छ नि साथीभाइहरूले अब यस्तै यो हुँदा हुँदा प्रेसर कुकर समेत राखिदिन्छन् डाउनहरूले नबुझेर होइन अब के गर्नु यो त दबाई भइहाल्यो खाल्छु भग मेरो चाहिनुपर्ने कुरा भनेको हल्का छ खासै त्यस्तो धेरै छैन यो चाहिँ मेरो किचन भइहाल्यो है यस्तै छ र हाम्रो टिभी फुटबल हेर्नको लागि चट्ट दामी छ र यो नजिकको सपिङ सेन्टर होइन यो के विङ्स आई लभ विङ्स यो विङ्स चाहिँ आज म गएर बनाउँछु यो विङ्स होइन त्यसो त्यो प्याज पनि कति महँगो कि 6 रुपियाँ पर्छ 590 भने 6 रुपियाँ त पर्यो यार 34 रे अब यस्तो बसेको अदुवालाई अब के 22.7 रुपियाँको आजको सब्जी प्याज अदुवा र मासु होइन सपिङ पनि गरेँ होइन अब चट्ट लगाएर यसो लुगा चेन्ज गरेर खाना बनाउँछु भन्दा जुन यो मैले विङ्स ल्याएको छु नि यसलाई चाहिँ मेरो अर्कै बनाउने तरिका छ चट्ट रोस्ट गरेर अनि पछि ग्रेभी भन्दा पनि हल्का त्यो हुन्छ नि भात दाल र त्यसलाई चाहिँ अलिकति एज अ सिटनको रूपमा त्यो बनाउन चाहिँ लागेको छु कस्तो हुन्छ के हुन्छ आई डोन्ट नो होइन र साथीहरूले के भन्दा रहेछन् धाम्नाहरूले होइन आज फर्स्ट टाइम केटाहरूको सामुन्ने भनौँ न यहाँ किचनमा अब अहिले सबैको ड्युटी सक्यो केटाहरूले के भन्दो रहेछ त्यो पनि सुनौँ न उयो रहेछ म त्यो भोइस उयो म्युट उयो गरिदिउँला कि तिम्रो आउँदैन हुन्छ सुनिस् नि न म यो काटेको चाहिँ अलिकति यसो हालिदिन लाग्यो मात्रै हो छोड न खाने चाहिँ अब यति होला उड जा काले कौवा तेरे मा कसम तात्यो आए ब्रो आए रोस्ट आए रोस्ट ल्याद मेरो रोस्ट आयो भने चाहिँ यति झोल हाल्छ अरे हे भगवान् दाम नलाउने यता चाहिँ जान्छ फेरि हजुर दिदी त्यस्तो होइन दिदी होला न किन कस्तो चोट पर्यो भन हालिदिनु फेरि पाकेको छैन
La 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 la. यस्तो गर्न पाउँदैन दामी खतरा भनेपछि पछि के अरे पहिला काठमाडौँ हुँदा त तिमी त्यस्तरी पनि केटाहरू सिकाउँथ्यो सही हो ठिकै छ सोधिदिनुहोस् हजुर हेर्नु न यहाँ चाहिँ दाल प्याज स्याज आलु सालु सबै यतैतिर हो यो चाहिँ मसलाको उयो पहिला थियो नि यार त मेरो यस्तो दामी यहाँ चाहिँ नि एउटामै बादल सरी सरी म त्यो सिधा गरिदिन्छु मैले अहिले बनाएर चाहिँ त्यही भएर के गर्नु सस्तोको ट्राइपोड पऱ्यो त्यो अर्को जस्तै यसो टाउको हुने बित्तिकै घुम्ने भयो पो भोलि तिम्रो ड्युटी छैन कुन ड्युटी छ अहिले कस्तो छ तिमीलाई भिडियोमा भाइ आउँछ भने ठिकै छु यो छ ए मैले फेरि हातलाई छेकेर हाल्दो रहेछ त भिडियोमा चाहिँ त्यसै गरी यहाँ मलाई पल्ला भन्ने उ त्यो भयो कि त्यत्रो प्याज हाल्नु बित्तिकै बोल्छ यसको पुरा पानी निकाल्नुपर्छ ठुलो हुने पो हो कि क्या हो बालै चाहिँ यति पनि काम चल्छ है खल्यो मैले म त खान नखाने हो यो भोलिको लागि हो मेरो आजको लागि होइन नि भोलिको लागि यसलाई यसो गरेर सट्ट हुन्छ सरी सरी ब्याट सरी सरी
खुर्सानी पनि चट्ट लगाएर अलिकति यसो पिरो पनि हुनु पर्यो होइन। अनि यसो गरी धेरै ताल्नु हुँदैन। ल रातो बन्नुहोस् न। Ready, everything is ready, guys.